हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आज पनि म सधैँकै अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेछु साथीहरू। अनि आज चाहिँ म चाहिँ मेरो बिहानै उठेर मुखसुख धोएर भिडियो स्टार्ट गर्दैछु साथीहरू। अनि यता पछाडि चाहिँ मामा भान्जा चाहिँ पुरा खेलिरहेको छ। किन बिचको मामा भान्जा के भयो? केटाकेटी यस्तै हो साथीहरू, अहिले मिल्छ अहिले बिच्किन्छ, उनीहरूको केही उयो छैन। अहिले उयो के पो नमिलेको थियो, अहिले नै फेरि मिलिहाल्नु पऱ्यो उनीहरूलाई। अनि उनीहरू चाहिँ साथीहरू आएदेखि एकछिन पनि छुटेको छैन, यसरी नै खेलेको छ भने भेट नभएको नि थुप्रो भएको थियो नि त। अनि त्यही भएर नि आएदेखि उनीहरूकै सुरमा खेलिरहेको छ। कसले बोलायो के गर्यो उनीहरूलाई केही वास्तै छैन। अनि मामा भान्जा चाहिँ पुरा खेलेको छ, तपाईँहरू पनि देख्न सक्नुहुन्छ पछाडि चाहिँ। अनि मम्मी चाहिँ बिहानै उता धान पनि जानुभएको छ खेताला साथीहरू। म पनि जान आँटेको थिएँ, फेरि यहाँ घरमा नानीहरूसँग पनि बस्नु पऱ्यो। प्लस अनि हाम्रो चाहिँ आजदेखि हिलाउनु धान हिलाउनुको लागि आजदेखि जोड्दै हुनुहुन्छ नि त तल। अनि त्यही भएर म चाहिँ उहाँहरूलाई खाजासाजा बनाउनु पऱ्यो। अनि नानीहरूलाई पनि बनाएर खुवाउनु पर्छ नि, त्यही भएर म चाहिँ घरमै बस्छु साथीहरू। अनि म चाहिँ अब चाहिँ खाजा बनाउनु तर्फ लाग्छु, त्यतिन्जेलको लागि भिडियो हेर्दै गर्नु होला साथीहरू। आज चाहिँ म चाहिँ साथीहरू खाजा चाहिँ चाउचाउ बनाउँदैछु। अनि मैले चाहिँ यहाँनिर चाहिँ टमाटर र प्याज लगाएर मजाले भुट्दैछु। मेरो चाउचाउ पकाउने रेसिपी चाहिँ यस्तो छ साथीहरू। अघिको त्यो टमाटर र प्याजमाथि चाहिँ मैले यहाँ चाउचाउ लगाएर पनि त्यसमै मजाले भुट्दैछु। म चाहिँ यसरी पकाउँछु साथीहरू चाउचाउ चाहिँ। अनि त्यसै मजाले यसरी भुट्छु। अनि त्यस पछाडि रस लगाइदिन्छु साथीहरू। ल साथीहरू, म चाहिँ यहाँनिर चाहिँ तल ज्योति राख्नु भएको छ, उहाँको लागि चाहिँ जाँड खाँदैछु। अनि गाउँघरमा चाहिँ यस्तो हुन्छ साथीहरू, खाजा चाहिँ जाँड खानेलाई जाँड, रक्सी खानेलाई रक्सी। अनि त्यही जाँड रक्सीमा अलिकति चाउचाउ अनि केही चटनी सट्नी भयो भने खाजा हुन्छ साथीहरू। जाँड देख्दा चाहिँ मलाई नि खाउँ लागेको छ साथीहरू। तर के गर्नु र, बिहानै कुकुरले आँसी नखाइ खानुहुँदैन, लोधर लाग्छ। त्यही भएर म चाहिँ यहाँनिर चाहिँ खाँदैछु, लागेन। अब चाहिँ म चाहिँ यो जाँड चाहिँ अब पाक्लो हो कि पातलो हो भनेर यहाँ टेस्ट गर्न आँटिरहेको छ साथीहरू। यो जाँड चाहिँ कसरी टेस्ट गर्ने भने नि यसरी टेस्ट गरिन्छ साथीहरू। यो चाहिँ पहिलेदेखि नै यसरी नै छान्दै आएको थियो नि त। अब डाइरेक्ट यसरी छान्दाखेरि कुनै त पातलो बाक्लो हुन्छ नि त। अनि पातलो भयो भने त मिठो हुँदैन, त्यही भएर हल्का अनि यसरी चुहाउने यसरी माथिबाट अलग्गै गर्नुपर्छ नि, थाहा हुन्छ साथीहरू। यो चाहिँ तर अलिकति पातलो रहेछ, तर यो चाहिँ अझै म मजाले छोक्रानी चढिसक्छ साथीहरू। त्यसलाई म मजाले छानेर छोक्रानी चढ्छु, अनि चाहिँ ठिक हुन्छ साथीहरू। हाम्रो चाहिँ यहाँ फाइनली खाजा पनि रेडी भइसकेको छ। यहाँ झोलामा लाएर हामी चाहिँ जाँदैछौँ। अनि यहाँनिर छ 1 जग जाँड, अनि यहाँ चाहिँ हाम्रो खाजा छ। अनि हामी चाहिँ सबैजना जाँदैछौँ। अब मेरो साथीहरू गाई चाहिँ यता छिटो, हेलो मेरो साथ खोइ एकजना, छिटो ल साथीहरू, मेरो गाईहरू पनि यहाँनिर भेला भइसकेको छ। अब हामी चाहिँ जाँदैछौँ र साथीहरू। अब हामी चाहिँ खाजा पुऱ्याउनु जाँदैछौँ, हामी चाहिँ यसमा भेट्नेछौँ साथीहरू। म चाहिँ फाइनली यहाँ खाजा लिएर पनि आइपुगिसकेँ। यहाँ चाहिँ ज्योति सक्नु भएछ। अनि अहिले चाहिँ उतो तल्लो गरामा जोत्दै हुनुहुन्छ। यसपालि पानी नभएर बिजोग रहेछ साथीहरू। तल्लो गरामा जोत्दै हुनुहुन्छ। खाजा खान आउनु, भोक लागिसक्यो होला साथीहरू। यहाँनिर उहाँले चाहिँ खाजा नि खाएर गइसक्नु भएको छ। नि हामी तल खाँदैछौँ। म चाहिँ अब धेरै समयपछि जाँड खाँदैछु साथीहरू। खानु मन छ भने यसरी अगाडि नै खानुपर्छ क्या, लुकी खाने होइन। अब चाहिँ कुकुरले आँची पनि गरिसक्यो होला, अनि त्यही भएर खानु सुहाउँछ पनि। कैसे लोग रहते हैं यार यहाँ पर। यता हुनुहुन्छ हाम्रो माइली बोजू, यता आली लाउँदै हुनुहुँदो रहेछ। अनि मैले बोलाएको माइली बोजूलाई पनि। कस्तो हुँदैछ माइली बोजू आजभोलि धान रोप्दा? सजिलो छ नि धान रोप्नु। सजिलो छ, तर यसपालि अलिक पानीको समस्या रहेछ। हिलो टाकटाक सुकेर साह्रो बोल्नु, समय छैन राम्रो आज। हजुर साथीहरू, यसरी अब
भनेको टाइममा पानी नपरेपछि किसानलाई यस्तो साह्रो हुन्छ कि साथीहरू। सिजन यो काँक्रा नै दिँदैछ है। तर साथीहरू म चाहिँ त्यस्तो जडिया मान्छे नै होइन। बेला बेला चाहिँ यसरी थोरै आधी गिलास चाहिँ लिन्छु बेला मौकामा। आज बोजूले चाहिँ लिनु भएन। किन नलिनु भएको आज? आज नलिने किन भन्नु त? झार खानु हुँदैन, आली लाउनु सक्दैन, मातिन्छ। नमात्ने गरी खानुपर्छ। साथीहरू हामी चाहिँ यहाँनिर खाजासाजा पनि खाइसक्यौँ। अनि म चाहिँ यहाँ थुप्रो वर्षपछि यो हिलो आलीको टाइममा आएको नि त। अनि म चाहिँ यहाँनिर यसो बारीहरू पनि डुल्नु पर्यो भनेर अनि आउँदैछु। तर यसपालि पानी नभएर यस्तो बिजोक रहेछ कि। अनि यता उहाँले पनि जोत्दै हुनुहुन्छ। यता माइली बोजू चाहिँ पुरा आली लाउँदै हुनुहुन्छ है पर एक्लै। अनि मामा भान्जा चाहिँ खोला हेर्नु गएको अरे। खोलामा पानी नै छैन साथीहरू। मामा भान्जा चाहिँ पुरा इन्जोय गरिरहेछ। मेरो छोराले त यस्तो कुलो पानी खेतमा पानी अनि खोला देखेको छैन नि त। अब माथि पाहाडमा त हुन्छ तर अलिक सानो सानो हुन्छ नि त। अनि यता ल्याएपछि त्यस्तो पानी खोला देखेन यति खुसी हुन्छ कि। अनि पुरा खेल्दैछ। अनि त्यहाँनिर साथीहरू पहिले हामीले यता सबै हामीले धान रोप्थ्यौँ हो आम्मामा यहाँदेखि। अनि ऊ त अघि हामीले खाजा खाएकोदेखि परतिर पनि सबै धान रोप्थ्यौँ। आजभोलि त अब खेतीपाती नै छोड्दै गयो नि त साथीहरू। अनि गरे पनि थोरै थोरै ठिक्क गर्नुहुन्छ। पहिले साथीहरू ऊ त केरा रोपेकोतिर पनि सबै धान रोप्थ्यौँ। त्यहाँ पनि सानो भए पनि खेत नै थियो नि त। अहिले त यता सबै केरा लाउनु भएको रहेछ। हाम्रो बोजूले चाहिँ साथीहरू तास्दै आली लाउँदै हुनुहुन्छ। पहिला आली तास्नु भएको छ अनि लाउँदै हुनुहुन्छ साथीहरू। एक्लै हुनुहुन्छ उहाँ पनि। यता मामा ल यता मामा भान्जाको चाहिँ फेरि फाल्टै रमाइलो छ क्या। मामा भान्जाको चाहिँ यता फाल्टै दुनियाँ छ है साथीहरू। पुरा खेलिरहेछ साथीहरू। अनि खोलामा त पानी यत्रो रहेछ। अनि के गर्नु र धान रोप्न नि त्यसै समस्या नि। अब अहिले त पानी ठुलो आउनु पर्यो नि त यो खोलामा। पुरा खोलामा त झारो उम्रिरहेछ। अनि त्यही भएर नि धान रोप्नु पनि पुरा समस्या छ है। पहिले साथीहरू हामी चाहिँ यो खोलामा कम्ता माछा मार्न आउँदैनौँ थियौँ। मलाई चाहिँ साथीहरू यहाँनिर पहिलेको कुराहरू एकदम याद आइरहेछ क्या। अनि यहाँनिर चाहिँ हामी माछा मार्न आउँथ्यौँ। अनि मनहरूले कम्ता खेदाउनु आउँथ्यो। खेदाउनु मात्रै होइन कति कुटाइ पनि खायो त्यो बेला साथीहरू। अनि मैले पहिले नै बच्चामा माछा मार्न आउने खोला र कुलो चाहिँ है साथीहरू। यही खोला हो बच्चामा माछा मार्न आउने। अनि यही कुलो हो। पुरा हामीले चाहिँ ऊ त्यहाँ पर कुलो मार्थ्यौँ। अनि त्यहाँदेखि कुलो मारेपछि माछा चाहिँ यता यत्तिकै निस्किन्थ्यो क्या। कस्तो रमाइलो थियो त्यो पलहरू। अनि त्यो परको अलिकति पानी जमेको देख्नुहुन्छ नि हो त्यहाँ चाहिँ पुरा। अनि माछा मारिसक्यो त्यही डरो पौडी खेलेर जान्थ्यौँ साथीहरू। त्यो देख्दा चाहिँ सानो छ कि। पहिले चाहिँ अलिक ठुलो थियो अहिले चाहिँ अलिक सानो भएछ। हाम्रो पालामा चाहिँ अलिक ठुलै थियो साथीहरू। ल साथीहरू अब हामी चाहिँ यहाँनिर अरूले काम गरेको के हेरिराख्नु र। अब हामी पनि अब घरतिर जान्छौँ साथीहरू। अब हामी फेरि यसमा भेट्ने छौँ। त्यो दिनको लागि फेरि भिडियो हेर्दै गर्नु होला साथीहरू। ल साथीहरू म चाहिँ फाइनल्ली घर पनि आइपुगिसकेँ। यस्तो गर्मी छ कि साथीहरू। यहाँनिर यस्तो गर्मी छ कि आम्मामा बाफेरमा त गर्मीमा त नै मरेन। हाम्रो चाहिँ यहाँनिर भुइँकोटर पनि रेडी भइसक्यो साथीहरू। यो चाहिँ अब टक्क काटेर खाने हो। यस्तो यो चाहिँ तास्नु चाहिँ यति साह्रो छ कि साथीहरू। यसरी काट्नुपर्छ अनि मात्रै कोकाउँदैन। ल साथीहरू हाम्रो चाहिँ फाइनल्ली कटर पनि यहाँनिर काटेर रेडी गरिसकेको छ। पाइनापल पनि अब चाहिँ टक्क खाने हो। यो चाहिँ बिरे नुनसँग कस्तो मिठो हुन्छ कि। तर मैले सादा नुनसँग खाएको छु। काट्ने चाहिँ होइन हात तन्काउनु चाहिँ जान्छ। यति बेला चाहिँ यसको सिजन हो नि त साथीहरू। यो यस्तो मिठो लाग्छ कि मलाई। मेरो छोराको नै फेभरेट फ्रुट हो यो चाहिँ। उसको नि फेभरेट फ्रुट हो साथीहरू। यसको चाहिँ मलाई स्मेलै दामी लाग्छ क्या। ल साथीहरू आज चाहिँ हामी चाहिँ यहाँ खानाको सट्टै चटपटे बनाएर खाएको छौँ। हामी चाहिँ आज चाहिँ अब खानाको सट्टा चटपटे खाँदैछौँ। म चाहिँ चटपटेको अलवेज फ्यान है। जहाँ भयो भने जहिले भयो भने जस्तो अवस्थामा भयो भने चटपटे चाहिँ खानै पर्छ है मलाई चाहिँ साथीहरू। अनि यो चाहिँ एकदम सादा काँक्रा लाएर बनाएको छु साथीहरू। काँक्रा लाएको चटपटे चाहिँ एकदम मिठो लाग्छ मलाई चाहिँ। ल खाऊ ल।
ल साथीहरू हामी चाहिँ यहाँनिर चटपटे खानाहरू सुरु गऱ्यौँ यो चाहिँ मैले नि बनाएको कि साथीहरू त्यही भएर एकदम मिठो छ यस्तो ताजाहरू लगाएको चटपटे चाहिँ एकदम दामी हुन्छ साथीहरू हामी चाहिँ खानाको सट्टै चटपट खाएर अब हामी चाहिँ सुत्न जान आँटिराखेको छौँ साथीहरू धेरै रात पनि बितिसकेको छ अनि यति भन्दै साथीहरू म चाहिँ आजको ब्लगलाई एन्ड गर्न चाहन्छु अनि हामी फेरि अर्को ब्लगमा भेट्नेछौँ साथीहरू बाई